तपाईहरु यहाँनिर आइपुग्यो भने चाहिँ हैन कन्फ्युज नहुनु होला दुईटै बाटो सेम हो तर यसमा चाहिँ उखा काइरो भनेको छ हैन यो भने चाहिँ अलिकति सेफ बाटो हो यो पछि हामी बिचमा अलिकति पहिरो गएको जस्तो छ सानो हैन अलि हिँड्नको लागि योबाट गयो भने चाहिँ 1 मिनेट पनि लाग्दैन तर यहाँबाट गयो भने चाहिँ 15 मिनेट जति लाग्छ हैन त्यही भएर यो बाटो चाहिँ म अब रिकमेन्ड गर्दिन तर पनि यो चाहिँ अनसेफ बाटो हो यहाँबाट गयो चाहिँ सेफ हो अगाडि हल्का सानो पहिरो गएको छ हामी आज 1 मिनेटको बाटो जान्छौँ कि 15 मिनेटको बाटो जान्छौँ हामी अहिले अब रुल्स फलो गर्नु पर्यो हैन यो रुल्समा लेखेको छ माथि नजाउँ भनेपछि हामी त्यही भएर सेफ बाटोमै अनि अझै इन्ट्रेस्टिङ कुरा थाहा भयो मलाई भर्खर हाम्रो गोले सरबाट यो ढुङ्गाहरू देख्न भइरहेको छ स्टोन्स भेरी बिग स्टोन्स चाहिँ अलिक सिमिलर छ कतै न कतैको र यसको बारेमा चाहिँ अब हाम्रो गोले सरले भन्दै हुनुहुन्छ गोलेजी भन्नुहोस् अबाउट द स्टोन्स एउटा फर्स्ट इन्फर्मेसन चाहिँ के भन्दाखेरि यो हाम्रो ओसाका क्यासल तपाईँहरू सबैले देख्नु भएको होला एकदम फेमस टुरिस्ट डेस्टिनेसनमा पर्छ हैन ओसाकामा चाहिँ त्यहाँको अब त्यो कम्पाउन्डहरू त्यो पुरा पर्खालहरू क्यासललाई जोगाउनको लागि वारहरूबाट बजाउनको लागि बनाएको त्यो ठुल्ठुला ढुङ्गाको वालहरू छ त्यो चाहिँ प्रायः सबै यही माउन्ट रकको छ नि बडा चट्टान फोडेर हैन उहिलेको टाइममा हैन लगेर गएर बनाएको हो त्यो तपाईँहरू देख्न सक्नुहुन्छ त्यहाँनिर ओसाका क्यासल जाँदा पनि त्यहाँनिर त्यो इन्फर्मेसन लेख्ने ठाउँमा देखाएको छ माउन्ट रककोबाट चाहिँ धेरै जसो ढुङ्गाहरू ल्याएर आएको अनि अरू कनिचिवा अरू यो चाहिँ माउन्ट रकको टपमा हो माउन्ट रकको चाहिँ 931 मिटर र यो चाहिँ सबसे टपमा सबैजना फोटो खिचिरहेको छन् माउन्ट रकको सबसे टप भ्यू र मलाई माउन्ट रककोमा जम्प भनेर लाने साथी चाहिँ हाम्रो सुरेन्द्र गोले फ्रम नेपाल सुरेन्द्र गोले तामाङ हुने हो र सुरेन्द्रजी के भन्नुहुन्छ त माउन्ट रकको बारेमा माउन्ट रकको चाहिँ कस्तो भन्दाखेरि यो चाहिँ बिगिनर लेभलको हाइक गर्ने ठाउँ हो सो इफ यु आर फ्रम ओसाका एन्ड नियर बाई कोबे सो आई विल हाइली रिकमेन्ड यु टु कम टु दिस प्लेस okay so this one is so if you love nature then I would highly recommend you to come on this place for hike this one is beginner level hike as you can see lots of people are coming here young old every people can come here so the way is also pretty good yeah that's it okay that's all okay र म पनि त्यही भन्छु आई अल्सो से लाइक चाहिँ यो चाहिँ मेरो फर्स्ट ट्रेकिङ कि हाइक के भन्छ फर्स्ट हाइक इन जापान यसरी नै हिँडेर अरू बेला नि हिँड्थेँ होइन त तर गीत गाडीमा गइन्थ्यो त बाइकमा होइन गइन्थ्यो तर हिँडिँदैन थियो तर आज चाहिँ हामी डाइरेक्ट फ्रम बटम टु टप हामी चाहिँ हिँडेर आइयो विथ पुरै प्रिपेयर्ड भएरै अनि यो हाइक चाहिँ कस्तो भन्दाखेरि यसको हाइट चाहिँ अराउन्ड 931 मिटर यस तर ओसाकाको नियरमा सबभन्दा ठुलो भनेको चाहिँ 1121 माउन्ट कङ्गो हो तर माउन्ट कङ्गो हाइकभन्दा चाहिँ यो हाइक चाहिँ म मान्छेलाई रिकमेन्ड गर्न चाहन्छु किन भन्दाखेरि यसमा चाहिँ नेपाली टाइपको भाइब्स आउँछ नेपालको माउन्टेनको भाइब्स खोला झरना हुँदै होइन यसमा अब खोला झरना होइन अनि धेरै खहरे खोलाहरू अनि जङ्गली रुखहरू होइन चराचुरुङ्गीको साउन्डहरू राम्रो आउँछ तर माउन्ट कङ्गो चाहिँ अब सुन्नुहोस् अनि माउन्ट कङ्गो चाहिँ के हुन्छ भन्दाखेरि माउन्ट कङ्गोमा चाहिँ अब गयो ठाडो उकालो छ
त्यस्तो खासै रमाइलो छैन, टप भ्यू पनि राम्रोसँग देखिँदैन। त्यही हो, त्यही भएर जो चाहिँ ओसाका नजिक, कोबे नजिक, क्योटो नजिक मान्छेहरू चाहिँ आउँदा हुन्छ। मैले देखेको चाहिँ मैले चाहिँ सोचेको थिइनँ कि यहाँ म चाहिँ यसलाई 9 आउट अफ 10 म 9 दिन चाहन्छु यसको रेट चाहिँ। अनि बेसी तिमीलाई चाहिँ कस्तो लाग्यो? म त फर्स्ट टाइम भएको भएर 10/10 नै दिन्छु। 10/10 मेरो फर्स्ट एक्सपिरियन्स इन जापान हिँडेर क्या पुरै विथ प्रिपरेसन। अनि अरू भन्दा पनि मलाई चाहिँ कस्तो फिल हुन्छ नि पुरै भ्यू देखाइदियो भ्यूहरू। अहिले चाहिँ हामी फर्किँदै हो। हेलो हेलो, भ्यू देखाउ। यो छेउको चाहिँ क्योटो हो, क्योटो के अरे कोबे हो होइन। पर देखिरहेको त्यो ठुलो ठुलो बिल्डिङहरू, अग्लो बिल्डिङहरू चाहिँ त्यो चाहिँ ओसाका पर्छ। ओसाका यहाँबाट माउन्ट कङ्गो पनि देखिन्छ। माउन्ट कङ्गो देखिन्छ। माउन्ट कङ्गो स्ट्रेट सिधा हेऱ्यो भने त्यहाँनिर एउटा टावर जस्तो देखिन्छ। त्यो चाहिँ तोङ्गयाबासीको एउटा टावर हो होइन। त्यसको बारेमा नि पछि बनाउँदा त्यसको माथि चाहिँ माउन्ट कङ्गो हो। अनि माउन्ट कङ्गो यता गयो भने दुईवटा त्यसलाई चाहिँ माउन्ट लिजो हुन्छ है। त्यो पनि हाइक गर्नको लागि हो, राम्रो छ दिमाग लेभल चाहिँ। तर मैले एक्सपेक्ट चाहिँ गरेको थिइनँ कि यति धेरै मान्छे हुन्छ भनेर। सायद अहिले यो मैले चाहिँ सोचेको थिएँ कि एकदम घना जङ्गल हुन्छ, मान्छेहरू हुँदैन होइन, खालि डर हुन्छ होला। घना जङ्गलै छ भित्रमा। घना जङ्गल त छ तर त्यस्तो डर चाहिँ नहुने रहेछ। यो टपमा आउँदाखेरि चाहिँ हल्का घाम देखिन्छ, तर गर्मीमा आउँदा पनि त्यस्तो गर्मी हुँदैन। किन भन्दाखेरि सबै यो ट्रेलहरूमा चाहिँ अब के हुन्छ अरे रुखहरूले छेकेको हुन्छ, झाडीहरूले छेकेको हुन्छ, त्यही भएर त्यस्तो गर्मी हुँदैन। ओके, ओह्रालो ओह्रालो लाग्दैछन् हामी। Mount Rokko, 931 meter. Friendly environment, very dangerous man. Mount Rokko, the toilet, ladies toilet, gents toilet. जब जाँदैछौँ फर्किँदैछौँ गोली त्यहाँ पुग्यो। बाइक भयो, बाइकहरू गाडीहरू चाहिँ छुई छुई हुन्छ। माउन्ट रोकोको वान एन्ड ओन्ली असल। Mount Rokko, one and only restaurant, resting place, restaurant. आज नजाउँ, ढिला भइसक्यो। नेक्स्ट टाइम ओन्सेन पनि छ रे, तर आज टाइम छैन, त्यही भएर हामी झर्छौँ। फुलहरू